हेलो नमस्कार मेरो सम्पूर्ण पेजका साथीहरूलाई फेसबुकका साथीहरूलाई है म आज तपाईहरुको अगाडि फेरि पनि आइरहेको छु छोटो भिडियोलाई लिएर है र मौरी निकाल्न लागि विशेष गरी मौरीको खुदो माटोको बक्सबाट निकाल्न गइरहेको छु है आउनुस् म तपाईहरुलाई र हेर्न सक्नुहुन्छ है यहाँ मेरो माटोको डुनमा बनाएर राखेको मौरी म यसको महलाई काट्ने छु सिरिसको फुलहरु एकदमै बेसी मात्रामा फुलेको छ यो माटोको घरमा चाहिँ के भिन्नता पाइन्छ भनेदेखि है यो कम्तीको पनि 4-5 इन्चीको मोटाइ छ है भित्र बाहिर हिउँदोको सिजनमा चाहिँ यो माटोको डुँरले चाहिँ के राम्रो एडभान्टेज यसको के छ भनेदेखिलाई यसको तापमानलाई चाहिँ मेन्टेन गरी बस्छ है बर्खामा पनि तापमान मेन्टेन गर्छ हिउँदोमा एकदमै न्यानो हुने गर्दछ जसले मौरी फस्लिने चान्सेस धेरै हुन्छ भनेदेखिलाई बर्खामा चाहिँ एकदमै ज्यादा मात्रामा गरम है घामले पोल्छ त्यसमा पनि भित्रपट्टि चाहिँ यो माटोले चाहिँ जुन चाहिँ घामको डाइरेक्ट तापक्रमलाई चाहिँ रेसिस्ट गर्छ है त्यसले गर्दा भित्र चाहिँ शीतल हुन्छ र एसी जस्तै मेन्टेन गरिराख्छ जसले चाहिँ मौरीलाई फस्टिनुमा चाहिँ धेरै राम्रो सहायता पुर्याउँदछ एकदमै सेफ्टीसँग आएको छु है अहिले चाहिँ अलिक धेरै नै चिलेकोले गर्दा है